नेपाली क्रिकेटले फेरि एकपटक ऐतिहासिक सफलता हात पारेको छ। ओमानमा सम्पन्न आइसिसी टी20 विश्वकप एसिया इएपी छनौटमा शीर्ष 3मा स्थान सुरक्षित गर्दै नेपालले सन् 2026मा भारत र श्रीलङ्कामा हुने 10औं संस्करणको टी20 विश्वकपमा स्थान पक्का गरेको हो। यो उपलब्धि नेपाली क्रिकेटको मात्र होइन, सम्पूर्ण नेपाली खेलकुदकै लागि ऐतिहासिक क्षण बनेको छ। नेपाली टोली लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक टी20 विश्वकपमा छनौट हुन सफल भएको हो। कुनै पनि खेलमा विश्वकपसम्म पुग्नु र त्यहाँ विश्व क्रिकेटका महारथी टोलीहरूसँग प्रतिस्पर्धा गर्न पाउनु गर्वको विषय हो। सन् 2014मा बङ्गलादेशमा भएको टी20 विश्वकपबाट डेब्यू गरेको नेपालले त्यसपछि फेरि विश्वकप खेल्न एक दशक पुग्नु परेको थियो। तर पछिल्ला केही वर्ष यता नेपाली टोलीले निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै लगातार दोस्रो पटक विश्वकपमा स्थान सुरक्षित गरेर सम्पूर्ण नेपालीलाई हर्षित बनाएको छ। अहिले क्रिकेट नेपाली खेलको पर्याय बन्न पुगेको छ। सन् 2014मा पारस खड्काको कप्तानीमा टी20 विश्वकप खेलेको नेपाल अहिले नयाँ पुस्ताको नेतृत्वमा छ। त्यसबेला खेलाडी रहेका पारस अहिले नेपाल क्रिकेट सङ्घ क्यानको सचिवको रूपमा जिम्मेवारी सम्हालिरहेका छन्। उनको कप्तानीमा विश्वकप डेब्यू गरेको सोमपाल कामी अहिले टिमका सदस्य बनेका छन् र तेस्रो पटक विश्वकप खेल्ने सङ्घारमा छन्। पछिल्लो एक दशकमा नेपाली क्रिकेटले असाधारण उतार चढावका बीच ऐतिहासिक उपलब्धिहरू हासिल गरेको छ। ओडिआई मान्यता कायम राख्नु, लिग 2मा 12 मध्ये 11 खेल जित्नु र टेस्ट राष्ट्र वेस्ट इन्डिज विरुद्ध टी20 सिरिज जित्नु तीमध्येका ठूला उपलब्धि हुन्। अहिले लगातार दोस्रो पटक विश्वकपमा पुगेपछि नेपाली क्रिकेटलाई विश्व स्तरमा हेर्ने दृष्टिकोण नै फेरि नै निश्चित छ। क्यानका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार विश्वकप अघि नेपालले आफ्नै मैदानमा टेस्ट राष्ट्रसँग द्विपक्षीय सिरिज खेल्ने तयारी गरिरहेको छ। यस्तै केही समयमै नेपाल प्रिमियर लिग एनपिएलको दोस्रो संस्करण पनि सुरु हुँदैछ, जसले घरेलु क्रिकेटको स्तरलाई थप उचाइमा पुर्याउने अपेक्षा गरिएको छ। नेपाली महिला क्रिकेटतर्फ पनि शानदार प्रगति भइरहेको छ। गत वर्ष अन्डर 19 महिला टोलीले अन्डर 19 विश्वकप खेल्दै इतिहास रचेको थियो भने अहिले सिनियर महिला टोलीले पहिलोपटक टी20 महिला विश्वकप ग्लोबल क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। आगामी जनवरी फेब्रुअरीमा हुने सो क्वालिफायरमा शीर्ष 4 टोलीले इङ्ल्यान्डमा आयोजना हुने विश्वकपको यात्रा तय गर्नेछन्। नेपालमा क्रिकेट प्रवेशको इतिहास एक शताब्दीभन्दा पुरानो भए पनि अन्तर्राष्ट्रिय क्रिकेटको यात्रा त्यति लामो छैन। राणा शासनकालमा सन् 1920तिर बेलायतबाट नेपालमा क्रिकेट भित्रिएको मानिन्छ। सन् 1946-2004 सालमा नेपाल क्रिकेट सङ्घ क्यान स्थापना भएसँगै यस खेलको संस्थागत सुरुवात भयो, तर 4 दशकसम्म क्रिकेट केन्द्रसम्म सीमित रह्यो। सन् 1988मा नेपालले पहिलोपटक इन्टरनेसनल क्रिकेट काउन्सिल आइसिसीको एफिलिएट सदस्यता पायो र त्यसपछि अन्तर्राष्ट्रिय क्रिकेटमा कदम राख्यो। सन् 1996मा नेपालले एसोसिएट नेसनको मान्यता पाएपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा सक्रिय रूपमा सहभागी हुन थाल्यो। त्यसै वर्ष मलेसियामा भएको एसिसी ट्रफीबाट अन्तर्राष्ट्रिय डेब्यू गरेको नेपालले बङ्गलादेशसँग पहिलो खेल खेल्यो र जापानलाई हराउँदै पहिलो जित हात पार्यो। त्यसको 2 वर्षपछि 1998मा नेपालले दोस्रो संस्करणको एसिसी ट्रफी आफै आयोजना गर्दै अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो उपस्थितिलाई सुदृढ बनायो। जुनियर स्तरमा भने नेपालले सन् 2000कै दशकमा उल्लेखनीय सफलता हासिल गर्यो। अन्डर 19 टोलीले सन् 2000मा पहिलोपटक अन्डर 19 विश्वकप खेल्यो र टेस्ट राष्ट्रका टोलीहरूलाई हराउँदै जायन्ट किलरको उपनाम कमायो। महिला क्रिकेटले सन् 2007मा एसिसी वुमेन्स टुर्नामेन्टबाट अन्तर्राष्ट्रिय डेब्यू गरेको थियो। सन् 2010मा डिभिजन 5को उपाधि जित्दै नेपालले पहिलोपटक आइसिसी प्रतियोगिता जित्यो। त्यसपछि सन् 2012मा एसिसी ट्रफी संयुक्त रूपमा जित्यो र सन् 2014मा डिभिजन 3को उपाधि जित्दै टी20 विश्वकपमा प्रवेश गर्यो। तर सन् 2016मा आइसिसीले क्यानमा देखिएको सरकारी हस्तक्षेप र विधानअनुसार निर्वाचन नभएको भन्दै निलम्बन गर्यो। 3.5 वर्षपछि सन् 2019मा शर्तसहित निलम्बन फुकुवा भयो। त्यसबीचमा पनि नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिँदै 2018मा पहिलोपटक वानडे इन्टरनेसनल ओडिआई मान्यता प्राप्त गर्यो, जसले नेपाली क्रिकेटको दिशा नै बदलिदियो। आजको अवस्थामा नेपाल लगातार टी20 विश्वकपमा छनौट हुँदै
ओडिआईमा उल्लेखनीय उपलब्धि हात पार्दै विश्वकप क्रिकेटको उदयमान शक्ति बनेको छ। क्यानका सचिव पारस खड्काका अनुसार तेस्रो पटक विश्वकपमा पुग्नु केवल उपलब्धि मात्र नभएर टेस्ट राष्ट्र बन्ने यात्राको अर्को महत्त्वपूर्ण पाइला हो। अब नेपालको लक्ष्य नै स्पष्ट छ, टेस्ट मान्यता प्राप्त गर्दै T20 जस्तै ओडिआई विश्वकपमा पनि नियमित उपस्थिति जनाउनु क्यानको लक्ष्य हो। नेपाली क्रिकेटको यो निरन्तर यात्रा अहिले केवल खेलको कथा होइन, राष्ट्रिय गौरवको प्रतीक बनेको छ।